खाना खाम है खाना खाम सोल्टिनी रोइन रहेछन् बाड्ने हाम्रो चाहिँ पहिला रित लानुपर्छ नि त कलियाहरू जानुपर्छ नि त अनि त्यही भएको कारणले गर्दाखेरि हामीले यहाँ तल राख्नु भएको थियो अब चाहिँ हाम्रो चाहिँ राई कल्चरमा चाहिँ यस्तो हुन्छ है एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल म चाहिँ अप्सरा राई सधैँ जसरी फेरि पनि भ्लग लिएर आइसकेको छु अनि आज चाहिँ न्यू डे न्यू भ्लगको सुरुवात भइसकेको छ आज चाहिँ मैले बाटोमा किन भ्लग गर्न भामा छ भनेर चाहिँ मैले खासै भ्लगहरू गरेको थिइनँ यहीँ आएर गरेको सो साथीहरू के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्दै गर्नु होला के कस्तो हुन्छ म चाहिँ लिम्बू कल्चरमा छु यहाँ पक्रि त के म चाहिँ लिम्बू कल्चर ड्रेसमा छु साथीहरू होइन के कस्तो हुन्छ सेलुले मलाई हेरेको क्या साथीहरू हामी चाहिँ आइपुग्यौँ होइन अनि आइपुगेर सबैजना चाहिँ उता पछाडि हुनुहुन्छ अनि गाडी पनि फर्काउँदै हुनुहुन्छ हामी चाहिँ जाँदैछौँ बेहुलीको घरतर्फ होइन के कस्तो हुन्छ चिनेको भए पो मैले चिनेकै छैन पानी परिसक्यो त अब हामी जाँदैछौँ बेहुलीको घरतर्फ हामी सुरुमा जानुपर्ने हुन्छ यहाँनिर के अरे त जान त अगाडि अनि हामी चाहिँ जाँदैछौँ होइन बेहुलीको घर हामी चाहिँ यहाँ फुपूको घर नपसिकन चाहिँ नजाने कुरा भएन होइन बल्ल बल्ल म त झन् 7-10 वर्ष पछाडि आएको 10-11 वर्ष पछाडि मेरो फुपूको घर त्यही पनि कोसेली बिना जन्तीमा आएको कोसेली सोसेली त्यस्तै हो सो साथीहरू भिडियो के कस्तो हुन्छ म सायद बोल्न नि पाउँदिनँ होला बिहेतिर चाहिँ अलिअलि देखाउने छु के कस्तो हुन्छ यहाँनिर चाहिँ एकछिन उभिनु पर्ने अरे लु यहाँनिर चाहिँ हाम्रो राई कल्चरमा के गर्नुहुन्छ त्यही गर्नुहुन्छ कि यहाँनिर चाहिँ तान्नु न नगर्नु है त्यसरी साथीहरू अचार बोकेर मासतिर जाम खाँदै कस्तो छ अरे अचार एकदम टेस्टी के बुझ्नु जस्तै सानाले हैन एकछिन हामी चाहिँ जाँदैछौँ बेहुलीको घरतर्फ सो साथीहरू अब उहीँ गएर एकैचोटि भेट्छौँ ल जन्तीहरू यता हुनुहुन्छ है भन्नै नपर्ने तल पनि हुनुहुन्छ अब हामी यहाँबाट जाँदैछौँ सेलु अगाडि जन्तीहरू यता हुनुहुन्छ 5 लाख जतिका छन् हैन अनि अरु त्यसमा चाहिँ मिलाएर के छ अब यो 5 लाखै छ त 5 लाख के छ त 5 लाख भन्दा बढी नि होला गरुङ्गे छन् हैन हो ल
जन्ती यता हुनुहुन्छ आधी यता हुनुहुन्छ आधी अनि चाहिँ म छु यहाँ हामी चाहिँ अब जाँदैछौँ बेहुलीको घरबाट चाहिँ हाम्रो चाहिँ पहिला रित लानुपर्छ नि त कलियाहरू जानुपर्छ नि त अनि त्यही भएको कारणले गर्दाखेरि हामीलाई यहाँ तल राख्नु भएको थियो अब चाहिँ हामी जाँदैछौँ बल्ल बल्ल 1.5 घन्टापछि बोलाएर आइपुग्यो बल्ल 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 हिँड्दा 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 उहाँदेखि हिँडेको त बल्ल बल्ल बेहुलीको घर आइपुग्यो यो कता अरे फेरि उत्रिनु पर्ने अरे फेरि तल्लो काँडा झर्नु अरे भगवान् चप्पलले नभएको लु यो त हुन्छ गेटको तपाईले लानु है कोपियारले लु लु हुन्छ यस्तो चप्पल नभएको बेला भगवान् कसरी जानु म त चार यो के कठिन हो भगवान् साथीहरू कहाँ चाहिँ लग्यो आयो यस्तो अवस्था झर्ने अवस्था देखि भिडियो गर्नुपर्छ सिस्नोले फेरि उफ साह्रो भयो साथीहरू साह्रो आयो अब यहाँ चाहिँ गरिदिनु न भिडियो लु सेलु अड्क्यो जा गाह्रो छ केटीहरू गाह्रो छ यो त अचम्मै ठाउँ रहेछ लिनु अब चाहिँ मकैबारी दर्याम भन्ने जस्तै यस्तो छ हामी चाहिँ जन्तियाको हो जन्तियाको मान्छेको हालत त्यस्तो छ खुट्टा मर्के मान्छे छोड्क्यो अब मेरो नि खुट्टै सर्क्यो बिचरा गाह्रो भइहाल्छ नि कहाँ लगेको त त्यस्तो मकै बारी जाता हजुर अघि त्यहाँ सजिलो भएको थियो खाना खाऊँ सोल्टिनी रोइना रहेछन् बाड्ने के खाँदैछस् बिहेमा आएर शाकाहारी जङ्गल छ यहाँ के अनि सबैजना अब के छ भने मिठोमा जाने यो बनाएको हुँदैन यो टाङ्गो माछाको यहाँ चाहिँ आउँछ हजुर टाङ्गो माछा भनेर के हो टाङ्गो माछा ल्याउनु भयो भने टाङ्गो माने बुझ्नुपर्ने होला त्यो ठुलो धनेश हो हुँदैछ कि धनेश पनि लग्यो बेहुली ल सोल्टिएर देखाउनु भनेको नि ल बेहुलीको यो दाइजो ल सबैजना यहाँनिर चाहिँ अलिकति हिँड्नुपर्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामी
हिँड्छौँ